कार्यक्रमका विशेष अतिथि नेपाल दूतावास इजरायलका काउन्सिल तथा उपनियोग प्रमुख खड्गप्रसाद दाहालज्यूका साथै उहाँ एबिसीका परिवारका सम्पूर्ण अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट भानुभएका सम्पूर्ण अतिथिज्यूहरू, नेपालबाट नेपाल तामाङ समाज इजरायलको आमन्त्रणमा आउनुभएका वरिष्ठ चर्चित गायक मिलन लामाज्यू, साथै आज यस कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा 2850 घोडपर्व लोसरको उपलक्ष्यमा सुख शान्ति तथा प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपाल तामाङ समाज इजरायल यसभन्दा 4 वर्ष अगाडि जुन उद्देश्य लिएर इजरायलमा गठन भएको थियो त्यो उद्देश्यलाई हामीले परिपूर्ति गर्दै आएको छौँ। त्यति बेला नेपाल तामाङ समाज स्थापना हुनुको एउटा आवश्यकता थियो र त्यो आवश्यकतालाई हामीले परिपूर्ति गर्ने क्रममा आजको यस स्टेजमा अहिलेसम्ममा हामीले धेरै कामहरू गरेका छौँ। आफ्नो भाषा, धर्म, कला, लिपि तथा संस्कृतिलाई प्रबन्धन गर्नको लागि, विकास गर्नको लागि, संरक्षण गर्नको लागि इजरायली भूमिमा हामीहरूले तामाङ समुदायमा एउटा ऐतिहासिक छाप छोडेका छौँ। कुनै पनि देशमा, विभिन्न देशमा जहाँ रहे पनि आफ्नो भाषा, कला तथा संस्कृतिको लागि हामीहरू जहिले पनि एक हुनु जरुरी छ। हाम्रो चाडबाडमा यसै गरी नै मिलिजुली हाम्रो कार्यक्रमहरूलाई सफल पार्नु अनिवार्य छ। हाम्रो संस्कृति, हाम्रो पहिचानलाई जगेर्न गर्नको लागि हामीले सदैव हामी चनाखो हुनुपर्दछ र हाम्रो कला संस्कृति नै हाम्रो पहिचान हो र यी पहिचानहरूमा, यी संस्कृतिहरूमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू एक ठाउँमा भेला भएर यसरी लोसर कार्यक्रम मनाउन पाउनलाई हामी पनि ज्यादै गर्वान्वित छौँ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आफ्नो जातीय पहिचान, आफ्नो जातीय भाषा, जातीय संस्कृतिहरूलाई संरक्षण गर्दै हामी इजरायल भूमिमा अझै अगाडि बढ्दै जानेछौँ भने सामाजिक सेवाको रूपमा पनि हामीले विगतमा धेरै क्षेत्रमा नेपालमा हामीले सहयोग पनि निरन्तरता दिँदै आइरहेका छौँ। यस क्रमलाई अझै पनि हामी निरन्तरता दिनेछौँ। जबसम्म इजरायलमा हामी तामाङहरू रहन्छ तबसम्म इजरायलमा सशक्त रूपमा हामी कार्यक्रमहरूलाई अगाडि बढाउँदै लैजानेछौँ र यस्ता कार्यक्रमहरूमा सदैव सम्पूर्ण नेपालमा रहनुभएका तामाङ दाजुभाइ दिदीबहिनीहरू तथा नेपाली दाजुभाइहरूको सहयोग मिल्नेछ भन्ने हामी अपेक्षा राख्दछौँ। आज यसै संस्था मञ्चबाट मैले एउटा कुरा बोल्नुपर्ने हुन्छ। 2010 सालमा हामीले एउटा आवश्यकता थियो, त्यो आवश्यकता परिपूर्ति गर्नलाई हामीले सङ्गठन गठन गऱ्यौँ र बिचमा आएर अब विभिन्न देशमा तपाईँको नेपालमा पनि र हामीहरूलाई नेपालमा एउटा राजनीति क्षेत्रदेखि नै हामीले एउटा यस्तो माहौल बन्दैछ कि जुनसुकै ठाउँमा गुट उपगुट विभाजनहरू भइरहेको छ। त्यो गुट उपगुट विभाजनहरू हुनु नितान्तै राम्रो होइन। अझै भन्नुपर्दाखेरि इजरायलमा हामी वैदेशिक रोजगारमा चाहिँ हाम्रो एउटा दैनिक कार्यकोबाट बचेको समयहरूमा सदुपयोग गर्ने कार्यक्रममा हामीले कुनै पनि किसिमको विभाजनहरूमा लाग्नु त्यो नितान्तै राम्रो होइन र आगामी दिनमा पनि हामी इजरायलमा आएको र विश्वभरिमा जुन किसिमको एउटा सङ्गठनको रूपमा एउटा सहकार्य हुनुपर्ने थियो त्यस सहकार्य कार्यक्रममा एकबद्ध भई सहकार्य भएर जुनसुकै संस्थाहरू चाहिँ मिलेर सङ्गठित भएर अगाडि बढाउनु अनिवार्य छ। त्यसै हिसाबमा हिजो इजरायलमा पनि धेरै साथीभाइहरूको गुनासो छ, विश्वभरिको तामाङ समुदायको गुनासो छ इजरायलमा किन 2टा लोसर भयो। हामीले इजरायलमा एउटै लोसर बनाउन लागि विशेष पहल गरेको थियौँ। त्यो विशेष पहलहरूमा अन्तिम चरणमा गएर त्यो हुन सकेन। त्यसमा हामी अत्यन्तै दुःखी छौँ। साथीहरूले भन्नुभएको थियो लोसरभन्दा अगाडि सङ्गठन एक हौ अनि एउटै लोसर मनाऊ। त्यस कुरामा हामीहरूले के भन्यो भने लोसरको मुखमा आएर सङ्गठन मिलाउन विज्ञानमा धेरै कामहरू प्रक्रियाहरू हुनुहुन्छ। ती प्रक्रियाहरूलाई नमिलाइकन हामीले लोसर कार्यक्रममा जाँदाखेरि त्यो अलिकति खल्लो किसिमको हुन्छ। त्यसको लागि हामीले इजरायलमा 2टा संस्था मिलेर संयुक्त रूपमा एउटै लोसर मनाऊ भनेर हामीले धेरै पहल गऱ्यौँ
जसरी तयार हुनुपर्ने थियो त्यही तयारीमा पनि हामी अलिअलि झुकेका छौँ र झुकेपछि पनि हामीले कार्यक्रम लोसर कार्यक्रम एउटै बनाउनु नसकेकोमा हामी संसद रूपमा हामी निकै नै दुखी छौँ। साथै अर्को हप्ता पनि हाम्रो तामाङ समुदायहरूले नै लोसर कार्यक्रम मनाउँदै हुनुहुन्छ। उहाँहरूको पनि लोसर कार्यक्रम भव्यता साथ सफल होस् भनेर म शुभकामना व्यक्त गर्न चाहन्छु। साथै यस कार्यक्रममा उपस्थित हुनुभएका तामाङ दाजुभाइ दिदीबहिनीहरू जो कसैको समय छ छुट्टी मिल्छ भने उहाँहरूको कार्यक्रममा पनि उपस्थित हुनुभएर कार्यक्रमलाई सफल बनाइदिनु हुन पनि म आग्रह गर्न चाहन्छु। र हामी इतिहासमा दुईवटा संगठन भए पनि यो लोसर सकिएको लगभग हामी 3 महिनाभित्र सम्पूर्ण नेपालीहरूको विश्वभरि नेपालीहरूको र विश्वभरको तामाङहरूको अगाडि हामीले एकता प्रकट गरेरै देखाउनेछौँ। हामी सङ्गठन एउटै भएर देखाउनेछौँ। हामी लचकता जति आफ्नो त्यो लचकतामा हामी छुट्दैछौँ। त्यो आवश्यकता पनि हो। त्यो विधिगत प्रक्रियामा गएर टुङ्गिन्छ त्यो कुरा। कसैलाई घरको परिवारमा बाग्लो दाल खान पाएन भनेर छोराहरू भिन्न भिन्न बसेको जस्तो कुनै पनि सङ्गठनमा एउटा समूहमा त्यसरी बस्नु राम्रो होइन। प्रक्रियागत रूपमा जे आवश्यकता छ जुन आवश्यकता पूर्तिको लागि संस्थाहरू खुलेको छ त्यो आवश्यकता पूर्ति गर्नको लागि इजरायलमा एकै संस्था बनाउने हामी विशेष पहल गर्नेछौँ र त्यो पहलमा सम्पूर्ण इजरायलवासी तामाङ दिदीबहिनीहरूले साथ दिनुहुनेछ। नेतृत्वबन्दीहरू गलत हुनुहुन्छ भने उहाँहरूलाई औँठा चढाउने काम गर्नुहुन्छ भन्ने मैले ठुलो आशा लिएको छु। र यति बेलै मेरो 2 शब्द यहाँ यही टुङ्गाउन चाहन्छु। लोसरला झ्याबडान्बा लासो फ्याफुला हजुर सबैलाई यस कार्यक्रममा हार्दिक साथ स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद।